एक पटकको कुरा हो। एक सानो गाउँमा एक वृद्ध आमा बस्ने गर्थिन्। उनी धेरै दयालु, बुद्धिमान र सधैँ खुसी रहने गर्थिन्। गाउँका सबै मानिसहरूले उनलाई धेरै माया गर्थे। उनीहरूमध्ये धेरैजना उनलाई सल्लाह लिन वा आफ्ना समस्या सुनाउन आउने गर्थे। एक दिन गाउँको एक जवान केटा वृद्ध आमासँग आयो र सोध्यो, हजुर सधैँ किन खुसी हुनुहुन्छ? जे भए पनि हजुर कहिल्यै दुखी देखिँदैन। के कहिल्यै खराब कुरा हुँदा हजुरलाई नरमाइलो लाग्दैन? वृद्ध आमाले मुस्कुराउँदै भनिन्, बाबु, जीवनमा उकालो ओह्रालो त आउँछ नै। केही दिन राम्रो हुन्छन्, केही नराम्रो। तर म बुझेको छु कि खुसी बाहिरी कुराबाट होइन, भित्रबाट आउँछ। त्यो कुरा सुनेर युवक अलमलमा पर्यो र सोध्यो, तर नराम्रो कुरा हुँदा कसरी खुसी रहन सकिन्छ त? त्यसपछि वृद्ध आमाले आफ्नो जीवनको एउटा कथा सुनाइन्। जब म जवान थिएँ, मेरो श्रीमान र छोराछोरी थिए। हामी धेरै सन्तुष्ट थियौं। एक दिन मेरो श्रीमान बिरामी परे। औषधि किन्न हामीसँग पैसा थिएन। धेरै प्रयास गर्यौं, तर अन्त्यमा उहाँ गुहार्नुभयो। त्यो मेरो जीवनको सबैभन्दा दुःखद दिन थियो। मैले धेरै रोएँ। मलाई लाग्यो अब म कहिल्यै खुसी हुन सक्दिन। तर केही समयपछि मैले बुझेँ कि सधैँ दुखी भएर बस्नुले केही फाइदा हुँदैन। मेरा छोराछोरीहरूले मलाई चाहिन्थ्यो र मलाई पनि फेरि खुसी हुन जरुरी थियो। त्यसपछि म जीवनलाई फरक तरिकाले हेर्न थालेँ। मैले बुझेँ कि राम्रो र नराम्रो दुवै समय जीवनको हिस्सा हुन्, तर मैले नराम्रो कुराले मेरो खुसी खोज्न नदिने निर्णय गरेँ। युवकले उत्सुकताका साथ सोध्यो, तर त्यो गर्न त गाह्रो हुन्छ नि? तपाईले कसरी गर्नुभयो? वृद्ध आमाले मुस्कुराउँदै भनिन्, हरेक बिहान म उठ्ने बित्तिकै आफैलाई भन्छु, आज नयाँ दिन हो र म खुसी हुने केही न केही कुरा पक्कै भेट्नेछु। सबै दिन सजिलो हुँदैन, तर म सानो कुरामा पनि खुसी खोज्छु, जस्तै सूर्य चम्किएको छ, फूल फुलेको छ वा कुनै साथी भेटिएको छ। धन्यवाद दिन सक्ने कुरा सधैँ केही न केही हुन्छ। युवकले फेरि सोध्यो, तर कहिलेकाहीँ साँच्चै नराम्रो कुरा भयो भने त? वृद्ध आमाले जवाफ दिइन्, हो, सजिलो त हुँदैन, तर म आफैलाई सम्झाउँछु, यो पनि बित्नेछ। नराम्रो समय सधैँ रहँदैन। म अझै पनि जे छन् ती राम्रा कुरामा ध्यान दिन्छु, जस्तै मेरो स्वास्थ्य, साथीहरू वा कम्तीमा म अझै जीवित छु। खुसी रोजाइ हो। तपाई चाहनुहुन्छ भने नराम्रो कुरामा ध्यान दिएर दुखी बन्न सक्नुहुन्छ, वा राम्रा कुरामा ध्यान दिएर खुसी बन्न पनि सक्नुहुन्छ। सजिलो त होइन, तर सम्भव छ। युवकले वृद्ध आमालाई धन्यवाद दियो र निर्णय गर्यो कि उनी पनि त्यो सल्लाह पछ्याउनेछ। त्यस दिनदेखि उसले हरेक परिस्थितिमा केही सकारात्मक कुरा खोज्ने अभ्यास गर्न थाल्यो। बिस्तारै उसको जीवन परिवर्तन हुन थाल्यो। जस्तो सुकै परिस्थितिमा पनि उसले सानो खुसी भेट्न सिक्यो। वृद्ध आमाको कथा गाउँभर फैलियो। धेरै मानिसहरूले बुझ्न थाले, खुसी भनेको बाहिरी कुराबाट होइन, आफ्नै दृष्टिकोणबाट आउँछ। त्यसपछि सारा गाउँ नै अझै खुसीपूर्ण बन्न थाल्यो, त्यो वृद्ध आमाको कारण, जसले सबैलाई साँचो खुसीको रहस्य सिकाइन्। खुसी रोजाइ हो जुन हाम्रो भित्रबाट आउँछ।